नमस्ते एभ्रिवान। आज म तपाईहरुसँग मेरो साधनाको बारेमा केही कुरा एक्सप्लेन गर्न चाहन्छु। यो चाहिँ मेरो साधना टेक्निकको बारेमा कुरा गर्न आएको हैन र मेरो साधनाको स्टेप बाइ स्टेप एक्सप्लेनेसन पनि हैन। आज म शेयर गर्न चाहन्छु कि कन्सिस्टेन्ट साधनाले मलाई भित्रबाट के सिकायो भनेर। किनभने केही कुरा किताबले सिकाउँदैन रहेछ कि, केही कुरा गुरुले पनि सिधै सिकाउँदैनन्, केही कुरा मात्र एक्सपिरियन्सले सिकाउँछ कि। र पछिल्ला केही महिनाहरूमा डेली साधनाको माध्यमबाट मैले जे अनुभव गरेँ त्यो आज शेयर गर्न चाहन्छु। एक समय थियो जब म सोच्थेँ ह्याप्पिनेस भनेको केही कुरा पाउनु हो, राम्रो क्यारियर, राम्रो इमेज, राम्रो फ्युचर, राम्रो अचिभमेन्ट, राम्रो रिकग्निसन। तर साइकोलोजीले भन्छ नि मनुष्यको मन एकदम एडाप्टेबल छ भनेर। जति पाए पनि केही समयपछि नर्मल लाग्न थाल्छ कि, अनि फेरि अर्को कुराको पछि दौडिन्छ, अनि यो दौड कहिल्यै सकिँदैन रहेछ कि। तर साधनाले मलाई एउटा एकदम फरक कुरा देखायो कि मेबी पीस इज नट समथिङ टु अचिभ, मेबी पीस इज वाट रिमेन्स व्हेन अननेसेसरी थिङ्स फल अवे। मैले नोटिस गरेको सबैभन्दा ठुलो चेन्ज भनेको साइलेन्ससँगको रिलेसन हो कि। पहिला साइलेन्स भने बोर्डम लाग्थ्यो भन्ने पनि होइन मलाई। एक्चुअली म सानोदेखि साइलेन्स मन पराउने मान्छे थिएँ। धेरै सोशलाइजेसन भन्दा पनि आफ्नै रुममा बसेर पढ्ने, नेचर हेर्ने, सोच्ने, अब्जर्भ गर्ने, बोल्ने भन्दा बढी सुन्ने। कहिलेकाहीँ त मान्छेहरूले मलाई एरोगेन्ट पनि सोचे होला भन्ने लाग्छ कि, कसैले भनेको त छैन अहिलेसम्म, त्यही पनि कस्तो म बोल्थेन नि त, अनि आफै ओभर थिङ्किङ हुने कि मलाई एटिट्युडवाला सोच्यो कि भनेर। तर वास्तवमा चाहिँ म इन्ट्रोभर्ट थिएँ कि, र धेरै समयसम्म चाहिँ मैले आफ्नो इन्ट्रोभर्सनलाई बुझ्नै सकेको थिएन। सोसाइटीले जहिले पनि एउटा मेसेज दिन्छ कि मोर सोसल बन्नु, मोर आउटगोइङ हुनु, धेरै बोल्नु, धेरै नेटवर्क बनाउनु। अनि कहिलेकाहीँ लाग्थ्यो कि सायद म रङ छु भनेर, सायद मैले अरू जस्तो हुनुपर्छ कि भन्ने पनि लाग्थ्यो। तर सक्थिनँ कि के गर्नु, म त आफ्नै पर्सनालिटी थियो नि त मेरो अर्कै। अनि तर कन्सिस्टेन्ट साधनाले चाहिँ मलाई आफ्नो इन्ट्रोभर्सन एक्सेप्ट गर्न सिकायो कि साइकोलोजीले भन्छ इन्ट्रोभर्सन डिजिज होइन, इट इज अ नेचुरल पर्सनालिटी ओरिएन्टेसन। र स्पिरिचुअलिटीले मलाई सिकायो यु डोन्ट निड टु बिकम समवन एल्स टु ग्रो कि। तपाईँ आफ्नो ओरिजिनल नेचरलाई सम्झिनुपर्छ, चेन्ज गर्ने होइन कि, अन्डरस्ट्यान्ड गर्नुपर्छ आफूलाई। आज म कन्फिडेन्टली भन्न सक्छु कि साइलेन्स इज नट माई विकनेस भनेर, साइलेन्स इज माई ट्रिमेन्डस स्ट्रेन्थ। साधनाले मलाई यो पनि सिकायो कि सबै रिलेसनसिप वर्ड्सबाट बन्दैन कि। आजको दुनियाँमा धेरै कुरा पर्फर्मेन्स जस्तो भइसक्यो। सोसियल मिडियामा एक्टिभ देखिनुपर्छ, सबैसँग बोलिराख्नुपर्छ, रिलेसनसिप मेन्टेन गरेको देखाउनुपर्छ। तर मैले रियलाइज गरेँ जेन्युइन रिलेसनसिप जबरजस्ती बोलेर बन्दैन कि। जेन्युइन कनेक्सन प्रेजेन्सबाट आउँछ, अथेन्टिसिटीबाट आउँछ। कहिलेकाहीँ 1 घन्टा मिनिङफुल साइलेन्समा बस्नु 1 घन्टा मिनिङलेस कन्भर्सेसनमा बस्नुभन्दा धेरै डिप हुन्छ कि। इफ वर्ड्स अराइज नेचुरली स्पिक, इफ साइलेन्स अराइजेस नेचुरली रिमेन साइलेन्ट। नो गिल्ट, नो प्रिटेन्डिङ, नो एक्टिङ। भित्र जे छौ बाहिर पनि त्यही देखिने कि। र सायद यही कारणले साधनामा मलाई धेरै एफोर्ट लागेन। धेरै मान्छेहरूको लागि मेडिटेसनमा सबैभन्दा गाह्रो कुरा चुपचाप बस्नु हो कि। तर म सानोदेखि साइलेन्ससँग कम्फर्टेबल थिएँ। पहिला साइलेन्स मात्र थियो, अब चाहिँ साइलेन्समा अवेरनेस छ कि, प्रेजेन्स छ, सेक्युरनेस छ। अर्को कुरा मैले साधनाबाट सिकेको चाहिँ थट्स आर नट ट्रुथ कि। हाम्रो दिमागमा दिनभरि हजारौँ थट्सहरू आउँछन्। साइन्सले भन्छ एक दिनमा लगभग 60,000 और मोर थट्सहरू आउँछ भनेर। फ्युचरको चिन्ता, पास्टको रिग्रेट, अरूले के सोच्ला भन्ने डर, म सक्छु कि सक्दिनँ भन्ने डर, अनि हाम्रो यो थट्सलाई रियालिटी सम्झिन्छौँ क्या हामीले। तर साधनामा बस्दा मैले हेर्न थालेँ कि थट्स आयो, थट्स गयो, अर्को थट आयो, अर्को थट गयो, अनि एक दिन रियलाइजेसन आयो इफ थट्स आर कन्स्ट्यान्टली चेन्जिङ देन आई क्यानट बी माई थट्स नि। देयर इज समथिङ डिपर, समथिङ द्याट इज सिम्पली वाचिङ। योगिक ल्याङ्ग्वेजमा भन्ने हो भने अवेरनेस भन्दा हुन्छ। साइकोलोजीमा चाहिँ एउटा टर्म छ नि मेटा अवेरनेस, नाम जेसुकै होस्, एक्सपिरियन्स चाहिँ एउटै हो नि। देयर इज अ पार्ट अफ यु द्याट रिमेन्स अनटच्ड। अनि एउटा प्र्याक्टिस छ मैले गर्ने, भूतशुद्धि भन्ने छ ईशा फाउन्डेसनको। अनि यस्तो सिम्पल तर इट्स सो डिप कि। अनि कहिलेकाहीँ चाहिँ म भूतशुद्धिपछि त्यो हलो ब्रेथ अनुभव गर्छु कि
त्यो एक्सप्लेन गर्न गाह्रो छ। सास चलिरहेको हुन्छ तर भित्र के हल्का भए जस्तो के खाली भए जस्तो। र इन्ट्रेस्टिङ कुरा के छ भने त्यो इम्प्टीनेस डिप्रेसिङ इम्प्टीनेस होइन कि, त्यो लिबरेटिङ इम्प्टीनेस हो। पास्टको बर्डन, फ्युचरको बर्डन, आइडेन्टिटीको बर्डन, एक्सपेक्टेसनको बर्डन केही मिनटको लागि झरे जस्तो लाग्छ कि नो बर्डन रिमेनिङ विदिन यु कि। अनि त्यो मोमेन्ट्समा मैले बुझेँ फ्रिडम मे नट बी गेटिङ एभ्रिथिङ वी वान्ट कि, फ्रिडम मे बी मिनिङलेस। कन्सिस्टेन्ट साधनाले चाहिँ मलाई डिसिप्लिनको मिनिङ पनि फेरि सिकायो कि। पहिला डिसिप्लिन भन्ने कस्तो प्रेसर जस्तो लाग्थ्यो कि, फोर्स जस्तो, लाइक मैले प्लान गरेको कुरा केही गरेन, रुटिन फलो गरेन भने चाहिँ आइएम युजलेस जस्तो, कस्तो इन्फिरियर फिल हुने। तर अब डिसिप्लिन भन्ने चाहिँ डिभोसन जस्तो लाग्न थाल्यो कि मुड राम्रो होस्, मुड नराम्रो होस्, रेन होस् नहोस्, तपाईँ बस्नुहुन्छ, तपाईँ प्र्याक्टिस गर्नुहुन्छ, मोटिभेसनको वेट गर्नु हुँदैन कि। साइकोलोजीले भन्छ नि रिपिटिसन रिवायर्स द ब्रेन भनेर, योगाले पनि रिपिटिसन प्युरिफाइज द सिस्टम भन्छ कि। ल्याङ्ग्वेज फरक होला तर ट्रुथ एउटै हो। प्रोफाउन्ड लेसन अर्को के सिकेँ मैले भन्दा रियाक्सन र रेस्पोन्सको डिफ्रेन्स कि। पहिला केही नराम्रो भयो भने इमिडिएट रियाक्सन आउँथ्यो, फ्रस्ट्रेसन, ओभर थिङ्किङ, स्याडनेस। तर अवेरनेस बढ्दै गएपछि स्टिमुलस र रेस्पोन्सको बिचमा सानो ग्याप क्रिएट हुन थाल्दो रहेछ कि। र त्यो ग्याप नै फ्रिडम हो कि। त्यही ग्यापमा विस्डम जन्मिन्छ, त्यही ग्यापमा कन्सियसनेस इन्टर गर्छ, अनि त्यही ग्यापमा सफरिङ कम हुन थाल्छ कि। अब एम्बिसनको कुरा गर्न चाहन्छु। म नेचुरली एम्बिसियस मान्छे हो कि, किनभने म इन्ट्रोभर्ट भए पनि म आफ्नै रुममा बसेर पढ्ने, सोच्ने, मलाई फ्युचरमा के एचिभ गर्नु छ सोचेर एकदम हार्ड वर्क गर्ने मान्छे हो कि म। बोल्ने भन्दा बढी अब्जर्भ गर्ने। अनि जीवनमा एउटा फेज आयो जहाँ स्ट्रगल, कन्फ्युजन र साइकोलोजिकल सफरिङले मलाई धेरै कुरा रोक्यो कि। स्टडिज डिले भयो, लाइफ सिद्धे जस्तो लाग्यो, एकदम पज भयो जस्तो। अनि म कहिले पनि पहिला जस्तो हुँदिनँ कि, मेरो लाइफ ब्याक टु ट्र्याक आउँदिनँ कि भन्ने जस्तो लाग्यो। तर इन्ट्रेस्टिङली म अहिले सबै कुरा ठिक छ अनि एभ्रिथिङ इज ओके। अनि साधना कन्टिन्यू गर्न थालेपछि चाहिँ आई रियलाइज मेरो एम्बिसन चाहिँ पज मात्र भएको रहेछ कि। बिकज लाइफ वाज नट रनिङ द वे आई वान्टेड, बिकज आई वाज इन्क्यापेबल अफ डुइङ थिङ्स। साधनाले चाहिँ मेरो एम्बिसनलाई मारेको छैन, मेरो एम्बिसन मरेको छैन भन्ने रियलाइज गरायो कि। अनि साधनाले चाहिँ मेरो एम्बिसनलाई प्युरिफाई गरेको छ। पहिला एम्बिसन फियरबाट आउँदै थियो कि, कम्पेरिजनबाट आउँदै थियो, भ्यालिडेसनबाट आउँदै थियो। अब एम्बिसन चाहिँ सर्भिसबाट आउँछ कि, ग्रोथबाट आउँछ, पोटेन्सियल एक्सप्रेस गर्ने इच्छाबाट आउँछ। अब म केही गर्न चाहन्छु भन्ने दुनियाँलाई देखाउनलाई होइन कि, जस्ट सर्भ गर्न, कन्ट्रिब्युट गर्न, आफूले पाएको कुरा सेयर गर्न। यो डिफ्रेन्स चाहिँ एकदमै प्रफाउन्ड छ कि। आज मैले रियलाइज गरेको सबैभन्दा ठुलो लेसन यो हो कि स्पिरिचुअलिटी इज नट अबाउट बिकमिङ स्पेसल, स्पिरिचुअलिटी इज अबाउट बिकमिङ रियल कि। मास्कहरू झर्न थाल्छन्, प्रिटेन्डेन्सहरू झर्न थाल्छन्। जबरजस्ती सोसियल इमेज बनाउने आवश्यकता हुँदैन, जबरजस्ती इम्प्रेस गर्ने आवश्यकता हुँदैन, जबरजस्ती आफूलाई प्रुभ गर्ने आवश्यकता हुँदैन। बिस्तारै तपाईँ आफ्नो ओरिजिनल नेचरतिर फर्किन थाल्नुहुन्छ कि। मोर कामर, लाइटर, मोर अवेर, मोर लभिङ, मोर प्रेजेन्ट। र यदि मलाई सोध्नुभयो कि कन्सिस्टेन्ट साधनाले तिमीलाई के दिएको छ भने म यस्तो भन्ने छु कि इट गिभ मी अ डिपर रिलेसनसिप विथ लाइफ इटसेल्फ। सनराइज हेर्दा ग्र्याटिट्युड हुन्छ, सास फेर्दा ग्र्याटिट्युड हुन्छ, साइलेन्समा बस्दा फुलफिलमेन्ट हुन्छ, नेचर हेर्दा कनेक्सन फिल हुन्छ। लाइफ चेन्ज भएको छैन, मैले लाइफलाई हेर्ने आँखा चेन्ज भएको छ जस्तो लाग्छ कि। र सायद स्पिरिचुअलिटीको एसेन्स नै यही हो कि लाइफबाट भाग्न होइन, लाइफलाई पुरा देख्न कि। आफूलाई बदलेर लाइफलाई एक्सपिरियन्स गर्न। बिकज इन द एन्ड कन्सिस्टेन्ट साधना डिड नट मेक मी एक्स्ट्रा अर्डिनरी कि। इट सिम्पली हेल्प मी बिकम कम्फर्टेबल बिङ माइसेल्फ। एन्ड समटाइम्स द्याट मे बी द डिपेस्ट transformation of all ki. Namaste. Thank you for listening. I hope you liked it.